त्यो प्रोजेक्टले हो आज दरबार हत्याकाण्ड भएको मेन प्रोजेक्ट कारण त्यही हो। कसले गर्यो त्यो गर्ने चाहिँ को तपाईलाई त यो भित्री कुराहरू थाहा रहेछ नि त। गिरिजा बाबुले ग्रान्ड डिजाइन छ भन्नु त कहिले पनि पब्लिकमा भन्नु भएन। त्यो ग्रान्ड डिजाइन त्यही दिनको लागि चाहिँ तयारी रहेछ भन्ने कुरा त मलाई थाहा भयो। यो सम्झिँदा चाहिँ तपाईँलाई के लाग्छ भन्नु त? यो देश बन्दैन, यो देश हुँदैन जस्तो लाग्छ मलाई। यो देश हारेको म हार्न त हारेको छैन। यो देशलाई मैले केही गर्ने मेरो हिम्मत अझै पनि छ। तर यो देशमा चाहिँ कुनै कुदृष्टि परेको छ कि जस्तो मलाई लाग्छ। चाइनाले हामीलाई सहयोग गर्छ, तिमी जाऊ भनेर म 12 जना स्वतन्त्र प्यारा श्रेष्ठजी हाम्रो टिम लिडर भएर जानुभएको थियो, पहिलाको एक्स गभर्नर। र हामी गएर ब्याङ्क अफ चाइनाको चाहिँ 70 तलमाथि होला त्यहाँ गएर हामीले चाहिँ मिटिङ गरेर नेपालको लागि चाहिँ ठुलो छलान मार्ने प्रोजेक्ट बनाएर लिएर आएको थियो। केरुङको बाटो काठमाडौँसम्म चाहिँ रेल, त्यसपछि पोखरासम्म रेल, त्यसपछि पोखराबाट फेरि लुम्बिनीसम्म रेल ल्याउने मैले साइन गरेर आएँ। र 10,000 मेगावाट जलविद्युतमा चाहिँ छलान मार्ने भन्दा त्यो प्रोजेक्ट मैले चाहिँ साइन गरेर आएँ। तर यहाँ आउन बित्तिकै चाहिँ दरबार हत्याकाण्ड सुरु भयो। त्यो प्रोजेक्टले हो आज दरबार हत्याकाण्ड भएको मेन प्रोजेक्ट कारण त्यही हो। कसले गर्यो त्यो गर्ने चाहिँ को तपाईलाई त यो भित्री कुराहरू थाहा रहेछ नि त। मलाई लाग्छ मैले अब यो मिडियामा नभने पनि हुने हो, सबैलाई थाहा छ। सायद रको काम पनि हुन सक्छ। आफ्नो बाउलाई मार्ने भनेर बिचरा त्यो युवराजलाई दोष लगाइएको छ, त्यो हुनै सक्दैन। किन हुन सक्दैन भने म त्यो दिनमा 11 बजेसम्म म त्यही काठमाडौँ वरिपरि थिएँ। हजुर उसै थाहा थियो तपाईलाई यो आज राति यहाँ हुन्छ भनेर? यस्तो राजाको हाम्रो युवराज दिपेन्द्र सरकार त गुरु कहाँ गएर आफ्नो गुरु कहाँ गएर गुरु आज हामीलाई सिद्धाउँछन् भनेर उहाँ त अलास बलास गर्दै आत्तिसक्नु भएको थियो, हिँड्दै हुनु त काठमाडौँमा। अनि त्यसपछि त्यो कुरा मैले पनि थाहा पाएँ। त्यसपछि म भागेँ पनि, धरान गएर लुकेँ। त्यसपछि घटना घट्यो, घटना त भयो, ट्रु काम त त्यहाँ त मासिकर त भयो। त्यहाँनिर गएपछि सत्य कुरा त्यही नै रहेछ भन्ने भयो। त्यसपछि हामी आयौँ र मलाई पनि काठमाडौँमा बस्न डर भयो। अनि भाग्ने स्थिति म भएर म भागेकै हो म।